ल, फेरि एउटा नयाँ आइपिओ आयो, याम्बालिङ हाइड्रो पावरको। आउनुस् यसलाई अलि नजिकबाट हेरौँ। अब सबैको मनमा एउटै कुरा छ होइन त? 10 किता पढ्दा कति नाफा हुन्छ होला? लगानी सानो, तर नाफाको सम्भावना चाहिँ 2000 देखि 6000 सम्मको छ। यो कम्पनी याम्बालिङ हाइड्रो पावर 2064 सालमा स्थापना भएको रहेछ। अब यसको प्रोजेक्ट हेरौँ है। यो हो प्रोजेक्टको मोटामोटी कुरा, तर यसको एउटा एकदमै राम्रो पक्ष छ। हेर्नुस्, यो प्रोजेक्ट त बनिसक्यो। फागुन 8 गतेदेखि नै बिजुली उत्पादन सुरु भइसकेको छ। ल, मिति चाहिँ टिपिहाल्नुस्। वैशाख 16 गतेदेखि आइपिओ खुल्दैछ। हामी सर्वसाधारणको लागि जम्मा 17,43,000 किता छुट्याइएको छ। भनेपछि भाग्यमानी 1,74,300 जनालाई मात्रै 10 किता पर्ने भयो। त्यसैले धेरै सोच्नै परेन। 10 किताको लागि आवेदन दिनु नै उत्तम हुन्छ। ल त, अब यसको फाइनेन्सियल अवस्था कस्तो छ त्यो पनि हेरिहालौँ। नेटवर्थ 100 रुपियाँभन्दा माथि छ। राम्रो हो, तर इपिएस चाहिँ एकदमै कम। हुन त हाइड्रोमा सुरुमा यस्तै हो। यसको क्रेडिट रेटिङ BB- छ। यसको मतलब लगानीमा मध्यम खालको जोखिम छ है। राम्रो कुरा के भने आइपिओको पैसाले ब्याङ्कको ऋण तिर्ने रे। यसले भविष्यमा नाफा बढाउँछ। अब सबैलाई चासो भएको कुरा, बजारमा यसको भाउ कतिसम्म जाला त? 1000 रुपियाँको लगानी बढेर 5000 वा त्योभन्दा माथि पुग्ने सम्भावना देखिन्छ। यसको ओपनिङ रेन्ज चाहिँ ₹100.8 देखि ₹300.24 सम्म हुनेछ। र यदि बजारले साथ दियो भने यसको मूल्य सजिलै 500 देखि 700 को हाराहारीमा पुग्न सक्छ। संक्षेपमा भन्नुपर्दा प्रोजेक्ट बनिसक्नु प्लस पोइन्ट भयो, तर इपिएस कम हुनु चाहिँ माइनस पोइन्ट। भनेको आइपिओ पर्नु मात्रै ठूलो कुरा होइन, नाफा बुक गर्न सही समयमा बेच्न जान्नुपर्छ। त्यसो भए नाफा सुरक्षित गर्न के गर्ने? लगानी गर्नु अघि नै रणनीति बनाउनु एकदमै जरुरी छ।